जुन दुर्गा प्रसाईसँग चाहिँ मैले ब्ल्याकमेल गरेर 5 लाख माग्यो रे भनेको कुराको र अर्को कुरा शर्मिला वाइबाले कसलाई फसाएको हो, कसरी फसाएको हो र कसलाई फसाएको हो। फस्ने मान्छे मसँग टचमा छ है। फोनमा कुरा गर्दाखेरिको 9 मिनेटको मसँग अडियो पनि छ। अनि मेरो त काहीँ पनि पुलिस प्रशासनमा काहीँ पनि दाग धप्पा नभएको मान्छे हो। मलाई पक्राउ पुर्जी आयो रे भनेर चाहिँ अरूलाई देखाएको रहेछ, उचालेको रहेछ होइन। मेरो नझुक्किनु होला होइन। मेरो चाहिँ धादिङमा मेरो मान्छे पनि छैन। एक त मैले केही बिराको पनि छैन। मैले बिराको कुरा म सिधा भनिदिन्छु हो। मैले शर्मिला वाइबाट ठोक्या हो, पछाडिबाट होइन अगाडिबाट ठोक्या हो। हम्मरले होइन, रेन्चुले होइन, खुकुरीले होइन। केले ठोकेको हो त्यो मलाई थाहा छ, त्यसलाई थाहा छ। र अगाडिबाट ठोकेको हो, पछाडिबाट होइन। डराउँदिनँ म है। पुण्य गौतमलाई कसले हो कुटेको? मैले हो कुटेको। कुटेकोलाई कुटेको भन्छु म। मैले कुटेको योजनाबद्ध कुटेको। योजना शर्मिला र 3-4 जना पत्रकार भाइ बहिनीहरूको छ होइन। त्यसमा माथिबाट पैसा फाल्ने 3 जना छ। त्यो पैसा थाप्ने क्युआरमा आउने शर्मिला वाइबाको हो होइन। 5-10 हजार दियो मलाई साथी भनेर, निस्वार्थ साथ दिएर कुट्या हो। मैले कुट्या हो, म एक्लैले कुट्या। योजना त्यसको हो, तर पैसा खाएको शर्मिला वाइबाले हो है। त्यो पैसाको लेनदेन कारोबार अनि योजना गर्दै गरेको भोइस प्लस अडियो भिडियो दुईटाकै रेकर्ड छ मसँग। प्रकाश दुर्गा भनेको को? दुर्गा प्रसाई वाइबा। अर्को चाहिँ छ, अब छ। म अहिले नाम लिन्न होइन। म आउँछु, बाहिर आउँछु है। कानुनमा मैले भने नि, हिजो पनि भनेको थिएँ होइन। कानुनी हिसाब किताबले जान्छ भने म कानुनी हिसाब किताबबाटै आउँछु। पुलिसले मात्र होइन, गुन्डाले गुन्डिनीले सबैले खोजिरहेछन्। त्यो अडियो सुनाऊ कि नसुनाऊ होला है। अब त्यो सार्वजनिक त गर्नै पर्यो मैले होइन। अब यो दायाँ बायाँ त्यो छोटो छोटो क्लिपहरू हालेर बेइज्जत गर्न चाहिँ मलाई आउँदैन खासै है। त्यो अब गेम खेल्ने र के अरे ब्ल्याकमेल गर्नेहरूलाई मात्र आउँदो रहेछ होइन। त्यो वर्ष अगाडिदेखिको छोटो छोटो क्लिपहरू कलेक्ट गरेर राखेर अनि अहिले हाल्ने। नोभेम्बर भन्नु भनेको खोइ त सोल्टिनी नम्बर मेरो त्यही हो खै। हाम्रो सिभिलको गणेश दाई खोइ कहाँ जानुभएछ? अघि दिएको थिएँ त मैले नम्बर, दाइलाई दिँदा दिएको थिएँ त मैले। 9851400781 मेरो नम्बर। तर अहिले हाल स्विच अफ गरिएको छ। त्यही हो ठिकै छ। त्यही हो। अब मलाई लाइभमा नआउन्जेल चाहिँ कति के बोल्छु भने जस्तो लाग्छ। लाइभमा आएपछि चाहिँ होइन कुरा सबै बिर्सिन्छु है। अब कति प्राय मान्छेहरूले मलाई फेरि दिदीबहिनीहरूले सबैले कराइरहनु भएको छ क्या, कराइरहेको छ क्या मलाई। यो दुनियाँ दिवाना लफडा यो त्यो भनेर त्यसको सङ्गत लागिहाल्यो है। अलिअलि जुठो खाइएको थियो, दिमाग पनि त्यस्तै भइहाल्यो। हुन त त्यसको जस्तो गोबर भरेको दिमाग त होइन मेरो। शर्मिलाले हजुरलाई गोली हान्नु हुन्छ रे त डर लागेको छैन? डराएको जस्तो देखिन्छ म? डराउँदैन म। कहाँ हान्छ रे गोली? यहाँ हान्छ कि यहाँ हान्छ कि? अब अन्त देखाउँदिनँ होइन। अनि कुन बन्दुकले हान्छ अरे? पिस्तोलले हान्छ कि यति लामो बन्दुकले हान्छ कि यति सानो पिस्तोलले हान्छ कि? अनि कुन कलर पिस्तोलले? मलाई त्यसले होइन पागलै बनाइसक्यो। यहाँ सुन्ने यहाँ मेरो साथीहरू पनि हाँसेर होइन रिसाएर मराएको छ कि त्यसले गरेर होइन। ठिकै छ ल गाइस, मैले जति भन्नु थियो मैले भनिसकेँ होइन। अब मलाई बेसी कुरा गर्नु छैन। थोरै यस्तो
इन्टरटेनमेन्टको लागि मात्र आएको हो म खासमा होइन, के हुँदैछ हल्लीचल्ली भनेर। त्यही हो, हाँस उठ्यो के, त्यही भएर मैले हाँसेर पचाइदिएको हो। दराजमा लुकेको त्यो बच्चा बच्चीहरूसँग लुकीमारी खेल्दाखेरिको त्यो वर्षौँ पहिला अगाडिदेखिको भिडियो हो होइन, एक त। अनि दोस्रो कुरा, घरमा थकित भएको अवस्थामा एउटा चुरोट चट्ट के अरे सल्काएर खाना लागेको भिडियो पोस्ट गरेर चाहिँ त्यसले के देखाउन खोजेको र के बुझाउन खोजेको भन्ने कुरा चाहिँ मलाई बुझ्न सकेको छैन होइन। त्यो केही फरक पर्ने होइन खास गरी। अनि अर्को कुरा, यो ज्याकेट मैले आज 3 दिन भयो लगाएको, कलर एउटै हो होइन, ब्रान्ड छुट्टै हो, मेरो लामो छ त्यसको छोटो छ। अहिले आएर मेरो ज्याकेट लाएर हिँडेको छ भनेर भन्दैछ होइन, कस्तो हाँस उठ्ने क्या मलाई त। अनि र अर्को कुरा, अब फाउन्डेसन त म युजै गर्दैन, क्रिमले यो रे पात्छ कि आइमै लाज नभयो कि म त हाँसेर उडाइदिन्छु जस्तो लाग्छ कि घरिघरि। दुर्गा प्रसाईको अडियो सुन्नु न रे, खै सुनाउनु न भन्नुभयो कि सुन्नु न भनेको। राधिका कृष्णजी, वाइवालाई कुटेर ठिक गरेको हो, पुलिसले सकेन त्यसलाई। हो, हाम्रो सकेन भन्न मिल्दैन होइन, पुलिसलाई त्यस्तो नराम्रो भन्न पनि मिल्दैन, नराम्रो गराउन पनि मिल्दैन। सकेन भन्नाले पनि अब धरोटी तिर्दै निक्लिँदै गर्ने बानी परेको हो, त्यस्तो नभनौँ होइन। पुलिसहरूलाई म सम्मान गर्छु, त्यस्तो नराम्रो केही पनि भन्दिनँ उहाँहरूलाई होइन। उहाँहरूको ड्युटी आफूले आफ्नो तरिकाबाट निभाइरहनु भएको छ है, यो गरेन त्यो गरेन भन्दिनँ होइन। तर हस्पिटलमा चाहिँ म मर्दिन्छु, त्यसलाई समातेन भने म मर्दिन्छु भनेर हातमा लगाएको सेलेन पानी होइन, त्योहरू सबै फ्याल्ने, रुनी, कराउने, अनि पुलिस गएपछि चाहिँ फेरि लाइभ बस्ने, इन्टरभ्यू लिने होइन। रमाइलो रहेछ। कौशी छतमा जाने, हुन त 4 टाका लगाएको मान्छे है 3-4 दिनसम्म भर्ना त कसैले पनि गर्दैन। अब कुन हिसाब किताबले मलाई फसाउनका लागि बसेकी हो होइन। फसाउनलाई पनि सबै कुरा पुष्टि हुनु पर्यो नि त, प्रमाण त चाहियो नि त होइन र। पुलिसले मलाई खोजेको चाहिँ किन भनेखेरि अब छानबिन गर्नको लागि के कसो सत्यता के हो, किन प्रहार गर्यो भन्ने कुरा हो होइन। प्रहार मैले किन गरेँ भन्दाखेरि मेरो घर व्यवहार बिगारिदियो, मेरो 2टा बच्चा बिजोग बनाइदियो है, मेरो डिभोर्सै हुने कुरामा पुर्याइदियो। कसले सहने भने, घर बनिरहेको घरबार बिगार्दाखेरि कुन चाहिँ आइमेलाई रिस उठ्दैन, रिस उठ्छ नि होइन। छोराछोरीको बिचल्ली बनाउँदाखेरि रिस उठ्दैन, रिस उठ्छ नि। त्यही गरे हो, सधैँ सापित्री भकी भए त्यसले कहिले पनि त्यो बच्चाहरूलाई खाना खुवाएको शुद्ध भिडियो, यदि त्यसको नियत सही थियो भने एक छाक खाना खुवाएको भिडियो पनि लिएर अहिले आएर अपलोड गरिरहन्थ्यो होला त, भन्नुहोस् न। यदि त्यो सही भएको भए मैले त त्यसलाई होइन बिहान 1 छाक बेलुका 1 छाक दैनिक रूपमा क्या, प्रायः जसो दैनिक रूपमा त्यसलाई खुवाउँथेँ। कहिले पनि भिडियो लिएन त, मैले त कहिले पनि लिइनँ। म निस्वार्थ थिएँ नि त होइन। तिम्रो भिडियो 23 मिनट भयो हेरेको, अब खाना जाऊ, भोक लागेको होला। जाने हस्बेन्ड कहाँ हो, जाने खाना खायो। दिप्सा राणा नडराउले अझै मार्ने गरी हान्न, त्यसलाई मान्छे कुट्दा नि बधाई पाउने त तिमी नै होला नेपालमा रे है सिस्टर, धन्यवाद। अब खै मलाई बधाई त कसैले देखाएन, जस राम्रो कमेन्ट चाहिँ गरिदिनु भएको छ, सबैजनाले सपोर्टमा छु चाहिँ भनिदिनु भएको छ है, त्यति नै ठिक छु। गल्ती पनि गरेको छैन नि त, मैले खासै गल्ती गरे जस्तो लाग्दैन। मेरो त घर परिवार, मेरो जिन्दगी, मेरो लाइफै डामाडोल गर्दै हो नि त होइन र। त्यति गर्दामा मैले त्यसलाई 1 थप्पड हान्दा मलाई केस लाग्छ भने नि प्रमाण सहित आओस् के। त्यो ऋतुलाई त कुटेको थिए त शर्मिलाले, हो कुट्या थिए। अहिले आएर मेरो बहिनी हो 2-4 झापड हिर्काउँदाखेरि पनि केही पनि हुँदैन भन्दैछ। सही हो ब्रो रे, हजुर नडराउ है। हस्, म छु तिम्रो साथमा है साथी रे। ओके। ए हेलो विनोद, कता हो?
कता हो देखेन दुर्गा प्रसाई दाईको त अनि मैले त 5 लाख मैले त दाईलाई ब्ल्याकमेल गरेर 5 लाख मागे अरे भन्छ रे वा विनोद परियार भनेको चाहिँ हाम्रो दुर्गा प्रसाई दाईको राइट ह्यान्ड हो है चिनिराख्नु सबैजनाले उहाँ अगाडि पछाडि सधैँ हिँडिरहने मान्छे हो है मैले त अनि 5 लाख माग्यो रे त लौ न 2 शब्द जाओस् न है कमेन्टमै भए पनि जोरपाटी चोकमा ल्याएर कुट्नु पर्छ अब रे ओके म त केटीएम छु है मेसेजरमा कल गर हो हिरो हस 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 धेरैले बधाई दिएको छन् 3 करोड नेपाली खुसी छन् नेपालमा है अडियो छ भनेको हैन अडियो छ हैन सुनाइदिन अडियो छोटो अडियो छ हैन त्यसले को मान्छेलाई फसाएको हो भनेर फस्ने मान्छे पनि मसँगै टचमा छ त्यसले जस्तो ब्ल्याकमेल यदि त्यो सत्यता थियो निस्वार्थ आइमै थियो भने सत्यता र निस्वार्थ आइमै थियो भने त्यसले कहिले पनि वर्ष अगाडिदेखिको भिडियो क्लिपहरू हैन क्लिपहरू पनि कस्तो के फेरि चुरो ठाको रे दराजमा लुकीमारी खेल्दाखेरि लुकेको भिडियो रे है यदि मैले मान्छे मारेको कसैको चोरेको लुटेको भए त म फ्ल्याक्स हुन्थ्यो होला नि त पहिल्यै भाइरल हुन्थ्यो होला नि त हैन र तिमीलाई त पुरस्कार नै दिन पर्ने हो खासमा है है हुन्छ लिन आउँछु नि फेरि म हाइट सिस्टर पो है म त ब्रो भनेछु बिल्ला यार होइन क्या सुनाउनु न अडियो रेडी हुँदैछ म सुनाउँछु यो अडियो चाहिँ कुन अडियो भने अघि मैले भने नि काठमाडौँमा मैले 2टा प्रमाण भेला पारिसकेँ भने यहाँ अहिले यो ठाउँमा आएर चाहिँ मैले 3टा भेला 3जना मान्छे चाहिँ मैले सबुत प्रमाण सहितको भेला पारिसकेको छु हैन त्यही भएर आज यो शर्मिला श्रेष्ठ किन यति खुसी भयो भनेर सोच्नु भयो होला त्यही भएर चाहिँ खुसी भएको यहाँ सुन्नुहोस् है अडियो अहिले आएर चाहिँ मलाई दिएको छ भनेर भन्छ हैन अर्को के अर्को मलाई दिएको जुन खर्च थियो त्यो पनि मसम्म आएको थिएन त्यतिखेर है अब अहिले आएर दाइलाई मुसेर अब दाइसँग मैले 5 लाख मागी ब्ल्याकमेल गरी भनेर मैले कुनै ब्ल्याकमेल गरेको छु त त्यही त अब यो कुरा त दाइको कानमा त पुग्नु पर्यो दाइ भित्र हुनुहुन्छ हैन अब तपाईहरुले नै पुर्याउने हो यो कुरा त माथि अब कसो गर्ने त्यसलाई के गर्ने त भन्नु त मलाई कुनै सजेसन चाहियो कि तपाईहरुबाट छैन शर्मिला मरेको छैन ल यो एउटा भयो हैन अर्को चाहिँ तपाईको पर्खिनु है अर्को निकाल्नु चाहिँ हामी त चोकतिर सुन्नुभयो नि छोटो अडियो जुन अडियो भर्खर सुनाएको चाहिँ त्यो चाहिँ दुर्गा प्रसाई दाईसँग चाहिँ मैले ब्ल्याकमेल गरेर किटानी जाहेर दिन्छु दिने भए पैसा दे नत्र भने शर्मिला वाइमा पनि फसाइदिन्छु तँलाई पनि फसाइदिन्छु भनेको कुरा हो हैन अब यहाँबाट आगर अलङ्कार कसरी बुझ्नु भन्दाखेरि त्यो सर्कलमा रवि रत्न चुडाल पिट्दाखेरि गेमिलर प्लानिङ गर्ने मान्छे को के भनेर हैन प्रमाण सहित आउँछु म नेपाल सरकार सरकाईलाई भनेर पुरस्कार दिन लाउने हो हुन्छ शर्मिला मरेको हो छैन मरेको छैन नमरेको मान्छेलाई मरेको भन्नु मिल्दैन हल्का यहाँनिर चोट लागेको छ 4वटा टाका हालेको छ है त्यति हो म जति खुसी यो संसारमा को होला तिमी पनि जोगेर हिँड है पत्रकारसँग मिलेर इन्टरभ्यू दिने भनेर मान्छे उठाएर कुट्न सक्छ रे मेरो पत्रकार मसँग छँदैछ त्यसको पत्रकार त्योसँग छ त्यसको पत्रकारले बोलाउन म जान्न त्यही हो कुन ठाउँ हो अश्विन कार्की यो गाउँ प्रकाश दुर्गा वाइबा हो शर्मिला मर्न लागे यो त्यो त हैन यस्तो मरेकी छ नि त्यो औडा भएको छ पाकेको छ जलेको छ एक त हैन पुलिस प्रशासनले शर्मिला भेटेन भनेर भन्दाखेरि ढाटाइसक्यो के फेरि मेरो यो ढाटाइसकेछ फेरि अनि धेरै टिकटक आइडीमा आउन हुन्छ नाइस टु सी यु हियर
थ्याङ्क यू सो मच। नमस्ते कमल परियार, नमस्ते हजुर, नमस्ते श्रेष्ठ पारु दिदी, के छ हालखबर? अब त्यही हो, अब अर्को अडियो सुनाउँछु भनेको त्यहाँ फोनमा फेरि व्यस्त हुनुभयो होइन। अलिकति हिँड्दाखेरि सचेत त पुर्याउनु जरुरी छ मलाई, किनभने हाम्रो नेपाल सरकारबाट छरिएको पुलिस दाजुभाइहरू पनि पछि लाग्नु भएको छ होइन। उहाँहरू आफ्नो काम गरिरहनु भएको छ भने शर्मिला वाइबाबाट खटिएका गुन्डागर्दीहरू पनि गुन्डिनी दाजुभाइहरू पनि पछि लाग्नु भएको छ होइन। डराउँदिनँ भनिहाल्यो नि, बगिनी हुँ म, शेरनी हो शेरनी, डराउँदिनँ नि। 4 जनाभन्दा बेसी आयो भने त खै कुनी होइन, ढाल्ला मलाई, तर 4 जनासम्म त भ्याइदिन्छु हौ, टेन्सन छैन। हामी त साथी रहेछ है सोल्टिनी रे, ओके ओके। टाटाकामा हस्पिटलले डिस्चार्ज अझ गरेन छ त। त्यसले यस्तो गेम बनाइरहेको छ नि त। अब यस्तो हस्पिटलमा बसेर रोएर धोएर पुलिस आउँदाखेरि होइन, समाउनु पर्छ, समा किन नसमाएको, किन नगरेको भनेर धुन्दान गर्ने रुनी होइन। म मर्दिन्छु अब मलाई पब्लिकमा हातपात गर्यो, मेरो बेइज्जत गर्यो, म मर्छु भनेर धम्की दिँदो रहेछ होइन। पुलिसहरू बिचरा के भन्नु, ड्युटी हो होइन। कसैले आफूलाई मार्छु, अब म यसरी घाइते भएको छु, त्यो मान्छे चाहिँ झिका भन्दाखेरि अब उनीहरूले पनि अब ड्युटी आफ्नो गरिरहनु भएको छ, खटिरहनु भएको छ। ठाउँमा घर पनि सर्च गरिरहनु भएको छ अरे भनेर सुनेको थिएँ। म जहाँ जान्छु त्यहाँतिर यसो विचार गरिरहनु भएको रहेछ। ठिकै छ, केही छैन। अहिले मैले फोन अन गरेको छु, अब यहाँ पनि पुलिस आएर खोज्नुहुन्छ होला सायद होइन, केही छैन। अनि तिम्रो काण्ड कहिले आउँछ? मेरो काण्ड आउँछ, हामी त साथी रहेछ है। त्यो अब हस्पिटल बसेर बेडमा बसेर यसो गर्नु पर्यो नि त। हिजो सुनेको थिएँ आइजिबी र एसएसपीकोमा गएर अलिकति चटक भटक रुनी धुनी कराई गरेर भए पनि म तिनीहरूलाई समाउन लगाउँछु भन्ने जस्ता कुराहरू चाहिँ मैले सुने रहेछ। अनि यो 3-4 जना भक्तपुरको हाम्रो दाजुभाइहरू पनि लागि पर्नु भएको रहेछ है। हाम्रो भक्तपुरको दाजुभाइहरूलाई चाहिँ विशेष गरी सलाम, यो शर्मिला श्रेष्ठको तर्फबाट होइन। साथ दिनुहोस्, सहयोग गर्नुहोस्, जे जस्तो भयो नि। मेरो आत्मीय एक्स फ्रेन्ड हो शर्मिला वाइबा चाहिँ होइन। ठिक छ, जिताउन सक्नुहुन्छ भने विदाउट प्रमाण शर्मिला वाइबालाई जिताउन सक्नुहुन्छ भने भक्तपुरबाट 3-4 जना दाजुभाइहरू चाहिँ लागि पर्नु भएको रहेछ। वेलकम भाइ, वेलकम छ। 2-4 शब्द पनि बोल्नु भएको रहेछ होइन, अश्लील शब्दहरू। त्यसमा केही फरक परेन, म त पचाइदिन्छु क्या, यस्ता कुराहरू त म पचाइदिन्छु। ठिक गर्यो सिस्टर। केपी बालाई भन्छु म नखोज भनेर। भक्तपुरको को रहेछ एकजना चाहिँ गणेश भन्ने होइन, अनि अर्को चाहिँ करण भन्ने रहेछ होइन। कस्तो काण्ड हो र। काजु पावर लो भएर बेडमा बसिरहेछ। अब अलिकति डाइट साइड भरेपछि आउँछ होला। 4वटा टाकाले 4 महिना लाग्ने भयो। फ्रेन्ड लिस्टमा हुनुहुँदो रहेछ हजुर, खुसी लाग्यो रे। थ्याङ्क यू सो मच कमलजी है, मलाई नि खुसी लाग्यो हजुरहरू सबैजना साथमा हुनुहुन्छ है। मलाई यसै गरी सपोर्ट गरिदिनु होला है। ल अब मेरो टाइम भयो, म चाहिँ अफ हुन्छु। अब मैले चाहिँ खास गरी 1 नम्बर ज्याकेटको कुरा, 2रो नम्बर दराजमा लुकेको लुकीमारी खेलेको भिडियो, 3रो नम्बर चुरोट खानु गल्ती हो। छोरी मान्छेले चाहिँ चुरोटै खानु नहुने, त्यसले रक्सी खानुहुन्छ भने जहाँ रक्सी खाएर रोटा नाङ्गै ब्ल्यात सुतेको भिडियो फोटो पठाइदिन्छु म। मलाई फेरि त्यस्तो गर्नै मन लागेन कि छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे नै हुन्छ भनेर फेरि ल त भिडियो बनाइदिन्छ। त्यही भएर मलाई त्यो हाल्न मन नलागेको होइन। शर्मिला वाइबा, तैँले रक्सी खाएर त्यो सटरमा सुत्या छस् नि थलीको, पेन्टी देखाएर यस्तरी तानो परेर त्यो भिडियो मैले हालिदिएँ भने के गर्छस्? अनि तँलाई त्यो सासू बुहारी दुवैजना मिलेर त्यसको छोरा त्यसको पोइ सुताउँदाखेरि कपाल भुत्लाएर तँलाई त्यो गेस्ट हाउसबाट भुत्लाको अडियो भिडियो मैले पोस्ट गरेँ भने के गर्छस्?
विचार गरेका छस्? त्यो भोलिको दिनमा पब्लिकले छोरी मान्छेको बेइज्जत छोरी मान्छे नै हुन्छ गर्ने भन्ने काण्ड नआओस् भनेर चाहिँ मैले त्यो नगरेको हरकत होइन। यो नर्मल साधारण होइन, केही उपरखुट्टी नलाग्ने त्यो क्लिप्सहरू छोटो छोटो क्लिप्सहरू हालेर चाहिँ केही पनि हुँदैन है साथी। एक्स साथी बुझिस् त? हस्पिटलको बेडमा बसेर संसार देख्न नखोज है। तँलाई म चुनौती पनि दिन्न है, धम्की पनि दिन्न। साथी होस् एक्स साथी होस्, तँलाई मैले भनेको पर्सनलमा नम्बर दिनु ल। सोल्चिनी खतरा लाग्यो यार कसम सब मन परो शेरनी टाइगर। हस् हुन्छ। अनि मिल्नु है, मिल्नु भेटेर हक गर्नु। ओके हुन्छ हस्। त्यो भिडियो चाहियो, त्यसको सब बाहिर निकाल। हुन्छ पर्खिन 2-4 दिन। मलाई चाहिँ कस्तो हो नि त्यसको अश्लील भिडियोहरू फोटोहरू चाहिँ किन हाल्न मन नला भने अब म पनि एक त आइमी मान्छे होइन, त्यो पनि छोरी मान्छे हो। छोरी मान्छे के भन्नु, आइमै हो त्यो पनि। एकचोटि बिग्रिसकेपछि त्यसलाई आइमी भन्छ है। छोरी मान्छे केटी मान्छे कन्या केटी चाहिँ भनिँदैन, त्यसमा पर्दैन है। एउटा छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे नै हुन्छ भन्ने काण्ड निस्किन्छ भनेर चाहिँ मैले त्यसको अश्लील भिडियोहरू है त्यो आफैले फेरि इनबक्स गरेको है। म स्क्रिनसट गरेर पनि देखाउन सक्छु हजुरहरूलाई। मैले कुनै त्यसले जस्तो ब्ल्याकमेल गर्नको लागि, गेम खेल्नको लागि मेरो आफ्नो पर्सनल खुद मोबाइलबाट चाहिँ क्लिक गरेको भिडियोहरू होइन। त्यसले चाहिँ इनबक्समा मलाई पठाएको भिडियोहरू प्लस तपाईँको उहाँ चितवन उसमा के अरे बस्दाखेरिको सासु बुहारीले 3 तला माथिबाट भुताल्दै घिसार्दै लिएर आएको भिडियो अडियो सहितको छ। त्यो पनि देखाउँला। त्यो त्यसले बिगारेको भनेको त्यो अडियो छोटो सुनाऊँ न, यहाँ कुरिरहनु भएको छ कि त्यो सुनाइदियो अनि जाने। त्यसको सब बाहिर निकाल। त्यही त काण्ड नहोस् भनेर खास गरी म चुप लागेको होइन। मेरो त अब अङ्कल आन्टी भाइ बहिनी होइन सबैजना छोराछोरी सबैजनाले हेर्नुहुन्छ नि त मेरो त प्रोफाइल। त्यही भएर त्यस्तो नराम्रो भिडियोहरू फोटोहरू चाहिँ नहालौँ भनेर हो। एउटा गतिलो पर्दो पत्रकार पाएँ भने चाहिँ म सबै डकुमेन्टहरू उसलाई दिन्छु भिडियोहरू, अनि उसले हाल्छ होइन। र अर्को कुरा यहाँनिर के भने हिजो 2-3टा पत्रकारले चाहिँ इन्टरभ्यू लिनुभएको थियो मेरो होइन। पुलिस प्रशासन प्लस शर्मिला वाइबाले चाहिँ त्यसको इन्टरभ्यू किन लिएको किन गरेको त्यसलाई भाइरल गर्न खोजेको। यार मलाई भाइरल हुनु छैन, भाइरल हुने भएको भए तँभन्दा धेरै अगाडि जन्मेको हो म होइन। म छिटै भाइरल हुन्थ्यो होला। मलाई यो भाइरल हुनु छैन खासमा। मैले सत्य तथ्य निकाल्नको लागि र पत्रकार भाइ बहिनीहरूले होइन आफैले आउनुहोस् न इन्टरभ्यू दिनुहोस् भन्नुभएको भएर चाहिँ मैले दिएको हो होइन। तर त्यो भिडियो पनि बाहिर ल्याउन दिएको छैन भन्ने कुरो छ है। अब रिपोर्टरको पक्ष विपक्ष दुवैतर्फको कुरा राख्न पाउनुपर्छ भन्ने हक अधिकारको कुरा हो खासमा है। त्यो चाहिँ दिएको छैन भन्ने कुरो सुनेको छु है। हिजो लिएको इन्टरभ्यूको कुरा यो त ताजा कुरा हो, राख्न पर्ने हो। खास गरी वाइबाको मात्र कुरा राखेर चाहिँ निष्पक्ष हुँदैन होइन। मेरो पनि त कुरा राख्नु पऱ्यो। अब मैले कति प्राय प्रमाणहरू सहितको मैले भिडियो बनाएको छु, इन्टरभ्यू दिएको छु है। त्यो चाहिँ बाहिर ल्याउन दिएको रहेन रहेछ है। ठिकै छ। अब रिपोर्टरहरू पनि कस्तो कस्तो हो खै कुनी पक्ष विपक्ष गुन्डा हिरो दुवैजनाको रिपोर्ट गरिन्छ नि त होइन पत्रकारले त। यहाँनिर त कस्तो भने भिलेनको मात्र रिपोर्ट गरेर हिरोनीको चाहिँ लुकाएर राख्ने जमाना के भन्ने अब हामी साथीहरू दिइसक्नु भयो है। हामी चाहिँ अब यात्रा गर्न लागेको फेरि अर्को त्यो भिडियो चाहियो अरे। हुन्छ हस् हस्, मलाई भरपर्दो मान्छे भयो भने म त्यो हालिदिइहाल्छु। पर्सनलमा नम्बर दिनु ल। सोल्टिनी खतरा लाग्यो यार कसम सबै मन पर्यो शेरनी टाइगर हो। हजुर हस् 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 धन्यवाद। मिल्नु है, मिल्नु भेटेर त्योसँग इनबक्समा पठाइदिनु न। सोल्टिनी हेरौँ शर्मिलालाई कुट्नु, शर्मिला नै हुन्छ धम्ला हुँदै ए नहुन्जेलसम्म कन्या केटी हुन्छन् नि ए हुँदैन। अनि त्यो बच्चालाई कसको रहेछ छोरीको बाउ पत्ता लगाऊ न। त्यसको पत्ता लगाउनै पर्दैन, मलाई थाहा छ नि को हो भनेर। एउटै
ड्याङको है आशास हुन्छ ल बाई 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 म चाहिँ गएँ अफ भएँ है जहिले पनि लास्टमा एन्ड हुने बेलामा चाहिँ कुरा सकिसकेपछि चाहिँ है हाम्रो साथीहरू चाहिँ अलि धेरै हुन्छ जम्मा नत्र भने चाहिँ अब मेरो कुरा सकिसक्यो है अब म चाहिँ मेरो कुरा सक्छु अनि तर म चाहिँ बन्द गरिहाल्छु क्या खास गरी छोरीको बाउ पत्ता लगाउन त्यसको रे पत्ता लगाउनु पर्दैन मलाई थाहा छ है